यो गाइस हेलो गाइस अनि अहिले चाहिँ म चाहिँ घर आइपुगिसकेको छु अनि आज आएको घर पनि गाइस अनि अहिले चाहिँ सुँगुरको चारो खोज्नु जाँदै गरेको गाइस र आमालाहरू लौ भएछ गाइस कस्तो मजाको देख्ने भएछ के चाहिँ केही ल्यायो मैले त कहाँ ल्यायो त गोइङ गाइस निकै दिन भएको थियो ब्लग नगरेको अनि आज गर्दैछु गाइस अनि तपाईँले हेरिदिनु होला अनि लाइक सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला अनि आजको चाहिँ म चाहिँ घर पनि अचानक आएको थिएँ कसलाई नभनी आएको थिएँ गाइस सबलाई सरप्राइज गर्नुको लागि सबैजना छक्कै पऱ्यो गाइस अनि अहिले चाहिँ कलेजमा पनि कोही नआएको कारणले गर्दा चाहिँ अहिले चाहिँ म घर आइरहेको छु अनि हाम्रो चाहिँ इक्जाम पनि अब सुरु हुन आँटेको छ यो जुनमा सुरु हुन्छ होला अन्त अहिले चाहिँ चारो खोज्दै हिँडेको गाइस अहिले चाहिँ गुर्बो पनि पाउनु थालेको छ गाइस देखाइदिएन हौ गुर्बो अहिले हो गाइस यो चाहिँ गुर्बो यो चाहिँ खानु पनि सक्छ मान्छेले खान्छ पनि दामी हुन्छ गाइस यही त खान्छ यही त खान्छ त यो भेराइटी खान्छ नि न पख पक्रिनु यो भएको छैन प्लानहरू सिटोङ सुके अहिले चाहिँ म चाहिँ पख पक्रिने खोला आइपुगिसकेको छ यहाँतिर हामीले अस्ति गाइस चाहिँ अन्त अहिले चाहिँ यहाँ पुगिसकेको छ यहाँनिर चाहिँ माछा मार्नु छ भने चाहिँ यहाँनिर एकैछिनमा हुनुहुन्छ डहली फर्काउँदा हुनुहुन्छ यहाँनिर डहली फर्काउनु सक्नुहुन्छ गाइस यहाँनिर क्लिक बन्द गऱ्यो भने यताका सबै सुक्ने रहेछ गाइस अहिले चाहिँ हामी यहाँनिर खोलाको बगरमा छ अनि अहिले चाहिँ अब चाहिँ हामी चाहिँ एकछिनमा चाहिँ उकालै जान्छ माथिबाट चाहिँ तेर्सो निस्किने गाइस र अहिले चाहिँ खोलामा हिँड्दै गरेको गाइस माने खोज्दै सुँगुरको लागि ढुङ्गाहरू सुक्खा गाइस ढुङ्गाहरू थाक गाइस हामी अस्ति पख मार्दै हिँड्ने जग्गा थियो यस्तो छ गाइस यस्तो छ खोला चाहिँ हामी चाहिँ किनार हिँड्दैछ गाइस अब चाहिँ हामी चाहिँ घरतिर लाग्यो गाइस सब चाहिँ घर जाँदै गरेको गाइस अनि आजको लागि चाहिँ यति नै गाइस तपाईँहरूले लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला